आखु तोम्पा दाङ मोमो काका तोम्पा र हजुरआमा वन फापा चेनरे जिगी टुलबारा झाकपी आखु तोम्पा सेबा सिक भयुलदु रिक्पा लाप्छरे चोनबरसुङ पहिले आर्य अवलुकिते स्वरको अवतारको रूपमा प्रख्यात काका तोन्पा बनिने भोड देशमा शिक्षाको लागि गएका थिए। kapshikla aku thak ringi yul shukdu chinbare thengin namshe tangwe aku kyak ngardang tokom niki zirde kale jongare एक समय काका केही टाढाको गाउँमा गएका थिए। त्यो दिन मौसम चिसो भएकाले काकाले जाडो र भोक प्यास दुवैले सताएर दुःख पाएका थिए। lamdu kela bawa yobe momo lak shikdang chebare akhui momo lak khigi kela bawa chenbo deta chichir kerwain sheti बाटोमा घाँटीमा गलगाँठो भएको हजुरआमासँग भेट हुन्छ। काकाले हजुरआमा तपाईँको घाँटीमा त्यत्रो ठुलो गलगाँठो किन बोक्नु भएको भनेर सोध्नुहुन्छ। मोमो नारे आई बावा दि ngarang chungdu ne yo di kherdo me kyang khergo jung dingi meba zowi chothapni me chija she lentap हजुरआमाले मेरो यो गलागाँठोमा सानो हुँदादेखिको यो बोक्ने रहर नभए पनि बोक्नु पर्छ। यो निको पार्ने उपाय पनि छैन, के गर्नु भनी जवाफ दिन्छ। आखो नारे दिनी मेबा जोग्यु लेला बोरे चे जेरवार मोमो नारे वना आखु ख्योकी बाचो शेसम शेटी काकाले यो निको पार्न सजिलो छ भन्दा हजुरआमाले त्यसो भए काकालाई गलगाँठो निको पार्न आउँछ त भनी सोध्छ। आखु नारे सेदङसे दे लेलाबोरे चेसरवे मोमो दे सिन्धु खाने वना गाई नङदु चेने चेथाप जो चे मिर्ते काकाले आउँछ आउँछ यो सजिलो छ भनेपछि हजुरआमा ज्यादै खुसी भएर त्यसो भए मेरो घर आएर निको पार्नुस् भन्नुहुन्छ। आखो नाङदु देन्टाङ शादाङ छाङ सेकोमकी सिम्बर चेते दा बाचो घिसिक चेजरवादाङ काकालाई घरमा बोलाएर मासु रक्सी खाने पिउने प्रशस्त दिएर अब निको पार्नुस् भन्दा आखु मोमो लाकी ठाम्दु छिन्ते लाक्योनकी मोवे बावाजुङ एबे ढी दारवे मोमो नारे आखु लाक ढी दार्ने बावा चित्रचो से मेबे काका हजुरआमाको छेउमा गएर बायाँ हातले गलगाँठो समाती दायाँ हातले चक्कु रगड्दा हजुरआमाले काका चक्कु रगटेर कसरी गलगाँठो निको पार्नुहुन्छ भन्दा आखुई भावादी चावाने ढिगुइन से सेरवे मोमो नारे तेत्र चेना nga si मियोङम से टिबर काकाले यो गलगाँठो जराबाटै काट्ने हो भन्दा हजुरआमाले त्यसो गर्दा म मर्दिन र भनी सोद्धा आखु नारे धेङन बाछो धितर छेबे माङ छेवाने सिसोङ कासेगी मार्टोक फुल्ने घोङबा सुकेन्याङ छुङसोङ से सेरवे काकाले पहिला यसरी गलगाँठो निको पार्दा धेरै मरे कसैले त एक माना घिउ दिएर माफी नि मागे भन्दा मोमो सेताक छुने धा ङेक्याङ मार्टोक फुल्ने बाचो माकोबर घोङबा सुगुइन से सेर्ने आखुला मार्टोक फुल्ते बाचो मागोबर घोङबा सुसो हजुरआमा डराएर अब म पनि एक माना घिउ दिएर गलगाँठो निको पार्नु नपर्ने माफी माग्छु भनी काकालाई घिउ दिई गलगाँठो निको पार्नु नपर्ने माफी मागे।